अरू त त्यहाँ बसाउँछ कुन सात्रा आउनु भयो नि तपाईँ पुगे छैन नि त नि भगवान् यो धरतीमा छैन अहिले कलियुगमा सतयुगमा चाहिँ थिए अहिले कलियुगको टाइम आउँदैछ कुरो कति आएर 2040मा आउँछ त्यो त हो 2025 25 30 35 40 अबको 15 त्यो त हो कैलाशमा चाहिँ शिवजी कोही नहुँदा मर्ने कोही बराएर मर्ने कोही भैँचलाएर घर भत्केर मर्ने त्यस्तो मर्ने भइरहेको हो त नि भइरहेको त्यस्तो ठोकिने 3 ठोकिए अस्ति नै कति मान्छे मऱ्यो अघि समुद्र 8 दिन 1 सेकेन्डमा भर्खरै खत्तम भएर सम्झौँ न यो जमिनभन्दा ठुलो छ समुद्र भगवान्ले आँट्यो भने 1 सेकेन्ड हुने मान्छे त्यही नै त खराइ हुने मान्छे हो का 1 सेकेन्ड आउँछ तर 15 वर्ष अझै 4066 106 दिन साल छन् 4066 साल छ अझै 4,66,000 अनि यहाँ भएका गाडी घोडा छोड्ने होइन तँसी म जम्मै एकैचोटि ल म पछि आउँछु त आज म छोड्दै म भोलि आउँछु भनेर छोड्दैन अब त त्यहाँ आउँछ त्यो दिन लजाउनु लगाइ छोड्दैन मान्छेले रक भनेर रोकिन्छ तर काला रोक्ने रोकिन्न कामलाई हात छेकिन्न अनि त्यही त भगवान छन् भगवान छन् तर चाहिँ देखिन्नन् देखियो भने त मान्छे कोही पनि रहदैन किन त्यस्तो हो तिमी जमिनमा धरतीमा झऱ्यो भने मान्छे यहाँ कोही पनि हुनुहुन्न सबै भसम हुन्छ नि भगवानले देखे तिमी तिमी भगवानै झर्ने त तिमी जमिनमा झर्ने कि स्वर्गमा छन् अरे जमिनमा झरेर तिमीले राज्य गर्ने तिमीले उत्पत्ति सबै किताबु गरेर मान्छेहरू बसेर भने तिमीले फेरि रचेर भने भगवान फेरि अझ नयाँ दुनियाँ मान्छेको रूप पनि बादलबाट त बनाएका सबैले एउटा जुन बिहान तल कहाँ गएर म ल्याएँ हाम्रो कहिले दिएन हाम्रो थाहा छैन त्यही ठाउँमा गएर मरिन्छ अरे अब हाम्रो कहीँ गएर पानी डुबेर मर्नु छ कि भित्र फसेर मर्नु छ कि गाडी यता मर्नु छ कि त्यो हामीलाई लेखिसकेको तर हामीलाई थाहा छैन उनलाई थाहा छ हामीले के भन्ने पनि हामीलाई देखेर आयो तर हामीले देख्दैन कालहरू पछाडि नै बसिरहेको उसलाई थाहा छ कि यो दिन यो हाम्रो उसलाई थाहा छ क्या उसैले लिएर जाने नि काल लिन आउँछ तर देखिन्न पहिला देखिन्थ्यो अरे ठेगाना रे अनि काललाई राखेर देखा अनि कसरी अदृश्य भयो त अनि नदेखिने शिवले शिवमले हार्दिए सब उसले रचेका शिवम त काल पनि छैन जन्म पनि छैन जन्म पनि काल पनि छैन जयजुगी त्यस्तो अरू भगवानहरू मर्ने बाँकी त्यस्तो हामी जस्तो मान्छे जन्म पनि छैन अन्त पनि छैन त्यस्तै हुँदा लास्टमा हुन्छ शिव नै हो र
तिमी कहिले मर्नु ए शिव भनेको यहाँको स्टालिन जस्तो स्टालिन के मोदी स्टालिन मोदी यो त यो जस्तो त राम विष्णु यिनीहरू हो र मोदी जस्तो शिव हो मोदी भन्दा पनि पाउ क्या हाँ मोदी जस्तो शिव विश्वकै हुनु पर्यो क्या मेन हो त्यस्तो मोदी जस्तै मोदी त अब इन्डियाको मात्रै नभयो क्या त नेपालको भयो विश्वको त कहाँ अब विश्वको त एउटै कहाँ हुन पर्ने हो विश्वकै भयो क्या त्यो त हो कहाँ हो त्यो त विश्वकै भयो नि अँ कुनै देशका टाइपको मान्छेको त म यो जात हुँ म यो थर हुँ म यो मुस्लिम हुँ म क्रिस्चियन म नआएको मान्छेको त नआएको मैले त आइ मेरो लन मिल्छ नि त भनेर हो कहाँ हो लन मिल्छ त आइ मेरो लन मिल्छ पुत्र दिए आइ मेरो पनि ए के बोलेको